सुरुमा हामीले यसरी माटोहरू राखिन्छ ट्र्याकमा। त्यस पछाडि पानीहरू यसलाई पानीहरूले भिजाइन्छ। पानीहरू लगभग तपाईँले माटो भिज्ने तरिकाले चाहिँ पानी राख्नुपर्छ यसरी। त्यसपछि भिजिसकेको माटोलाई चाहिँ यसरी बिउ बिचमा राख्ने खालको चाहिँ हातले पनि गर्न सकिन्छ र मैले चाहिँ यस उपकरण प्रयोग गरिएको छु। तपाईँहरूले चाहिँ हातले नै प्रयोग गर्न सक्नुहुन्छ। यसरी गरिसके पछाडि चाहिँ हामीले चाहिँ बन्दाको बिउ चाहिँ त्यस खाडलमा राख्नुपर्छ। मैले चाहिँ यसरी उपकरणद्वारा राखिएको छु। तपाईँले चाहिँ सानो चिम्टीद्वारा चाहिँ बिचमा राख्न सक्नुहुन्छ। यसरी बिउहरू राखिसकेपछि चाहिँ हामीले फेरि पूर्ण त्यो बिउलाई अङ्कुरण हुनको लागि चाहिँ हामीले यसरी माटो या केही उपकरणहरू कृषिको उपकरणहरू पाइन्छ, जस्तै मल लगायत थरीका पाइन्छ, बजारमा पाइन्छ र कृषि औजारबाट चाहिँ त्यसलाई लिन सकिन्छ। यसरी हामीले बिउहरू राखिसक्यौँ। बिउहरू राखिसके पछाडि चाहिँ तपाईँलाई म हामीले केही समय अगाडि उत्पादन गरेको यो बन्दा चाहिँ देखाउन गइरहेको छु।